Hello guys, welcome back my YouTube channel. So guys, today है न्यू डे न्यू भ्लग आइसक्यो गाइज। आज चाहिँ बिहानैदेखि भ्लग बनाउन चाहन्दैछु म चाहिँ। अनि आजको भ्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। एकदम सन्चै हुनुहुन्छ होला हजुरहरू पनि, म पनि एकदम फाइन अनि सन्चै भनौँ है त आजको भ्लगमा। अनि सो गाइज, आज चाहिँ म चाहिँ बागभिरे जाँदैछु है त, मामाको बिहाको यसो होइन, अब के भन्नु, आफन्तहरूलाई बोलाउनु लागि होइन, आफ्नो आफन्तहरू छ अनि त्यही भएर त्यता बोलाउनु जाँदैछु है त म चाहिँ। सो मेरो म जाने अनि बोलाएर आइहाल्ने है त। अनि त्यस्तै हो आजको भ्लग भनेको। अनि आजको वेदर भनेको चाहिँ एकदम बिहानैदेखि आकाशहरू गर्जिने होइन, पानी पर्ला जस्तो अब त्यस्तै खालको सिम्टम्स देख्दैछ है त आज चाहिँ। अनि सो हेर्नु सक्नुहुन्छ, एकदमै राम्रो भन्दा नि एकदमै खराबै हुन्छ जस्तो छ। तर ठिकैको पानी पर्छ जस्तो पनि छैन, यतिकोमा त कोही बेला पर्दैन है। अनि हजुरहरूले भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नभुलिदिनु होला है त। साथीहरू माया गरिदिइराख्नु भएको छ, माया देखाइदिनु होला, अझ पनि माया बढाइदिनु होला है त। तपाईँहरूलाई यति नै आश गरेको छु मैले। सो आजको वेदर चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो भइरहेछ कि पानी पर्ला जस्तो छ है, तर पर्दैन कोही बेला यतिको पर्दा पनि है। अनि यसो मेरो चाहिँ आज ब्याट्री डेड होला जस्तो छ, ब्याट्री नै छैन फोनमा। हिजो बेलुका चार्जै हालेन, अघि बिहान उठेर हालेको मैले है त। अघि बिहान एकछिन हालेँ, त्यही 15-20 मिनट जस्तो हालेछु, त्यहाँबाट चार्जै छैन है त मेरो फोनमा चाहिँ। अब म मेमेसँग माथि पुगेर भेट्छु है त, हजुरहरूलाई पुग्न आँटेँ म है त। सो गाइज, अहिले चाहिँ हामी हिँडिसकेको छौँ, हेर्न सक्नुहुन्छ। मेमे चाहिँ हिँडिसक्नुभयो, म घरबाटै भ्लग स्टार्ट गरौँ भनेको के र के होइन। अनि अरू कुराहरूले अल्झै बस्यो गर्नु मलाई, अनि त्यही भएर अब बाटोदेखि चाहिँ स्टार्ट गरेँ। अनि यताको भ्लग त हजुरहरूलाई यादै छ कतिलाई होइन। अलैँची बारीहरू छ हाम्रो घरदेखि यता है, त्यहाँ पर घर पहिला पनि देख्नै भएको हो। अनि यहाँबाट यता भनेको अलैँची बारी स्टार्टिङ हुन्छ। मेमे अगाडि जानु भइसक्यो क्या, म पछि छु र ढिलो हुन्छ, त्यही भएर म अब मेमे अब यो उता त हजुरहरूलाई थाहा छ बाटो कस्तो छ, जङ्गलको बाटो हो एकदमै। अनि हजुरहरूलाई थाहै छ है। अनि मेमे त्यहाँ पर पुग्नु भएको छ चट्टासँग लिएर। अब म चाहिँ पछि हिँड्दैछु है त। अब मैले ब्याग पनि बोकिरहेको छु, मेमे खाली एकदम है। अनि सो अब म चाहिँ हजुरहरूलाई यहाँबाट उता पर खोला छ, खोलाको हजुरहरूलाई मैले पोहोर पनि देखाएको छु। पोहोर भन्दा नि कुन चाहिँ भ्लगमा हो, बागबिरेको भ्लगमा देखाएको छु है। त्यो भ्लगमा पुगेको खोला छ नि, त्यही खोला पुगेर भेट्छु है त हजुरलाई। त्यो खोला चाहिँ हाम्रो गाइड झनै लड्यो, त्यो खोला चाहिँ हाम्रो हुल्के खोला भन्छ है त। त्यहाँ पुगेर भेट्छु है त म हजुरहरूलाई। अब मेमे त्यहाँनिर हेर्नु सक्नुहुन्छ, अगाडि हिँड्नुहुँदैछ त बाजे मान्छे है। सो गाइस, ल त हजुरहरूलाई म त्यहाँ पुगेर भेट्छु। अब खोलामा छु, हेर्नु सक्नुहुन्छ खोला एकदम बब्बाल देखिरहेको छ। खोलाको पानी अहिले चाहिँ बढेछ गाइस है त, एकदम खोलाको पानी बढेछ। म चाहिँ यहाँबाट अब देखिहाल्नु भयो खोला। अब यो किनारे ओह्रालो जाने मेमे, म चाहिँ यहाँ देखाउनु मात्रै आएको पहिलाको ठाउँ है। पहिला पनि यहीँनिर भ्लग गरेको थिएँ यही ठाउँमा, मलाई थाहा छ अलिअलि है। अहिले साह्रो हल्यो, अब म मेमे भएको ठाउँमा पुगेर देखाउँछु है त खोला उतलाबाट। साथीहरू हेर्नु सक्नुहुन्छ खोला यत्रो छ क्या, यहाँ माछा त पाउँछ अलिअलि, माछा मार्न होला जस्तो छ। यतापट्टि पनि छ नि त, यो अहिले चाहिँ सुकिरहेको छ सबै पानी, उता कुलोपट्टि हालेर होला त्यसैले। यहाँ चाहिँ पुल पनि छैन, तर बर्खामा चाहिँ तर्न एकदमै गाह्रो छ है त गाइज। खोला देखिहाल्नुभयो, अम्बो यता त सबै अलैँची लगाइसकेको छ यार, सबै अलैँची बनाएको छ फेरि। पहिला यता अलैँची छ भन्थ्यो, कसले पो भनेको सुन्थेँ गाइज, फेरि म अलैँची रहेछ यता त। सो हेर्नु सक्नुहुन्छ अलैँची, हाम्रोतिर जहीँ तहीँ अलैँची र चियापत्ती चाहिँ हाम्रोतिर टुट्दैन क्या, जुनै ठाउँमा गयो पनि। मेमे चाहिँ अगाडि छ है त, म पछि जाँदैछु। अब मेमे यहाँ पर पुग्नुभयो होइन, यतासँग लिएर हेर्नु सक्नुहुन्छ मेमे
भुसुनाले खेदाए भन्नुहुन्छ जङ्गलमा कालो लुगा लाउनै दिनु हुँदैन क्या। त्यो कालो लुगा लगायो भने भुसुना खेच्छ भनेर मलाई टाढै राखिराख्नु भएको छ। पछि हिँड्नु परिरहेको छ। त्यसैले म चाहिँ भित्रको जर्सी मात्रै लाएर जाऊँ भन्दैछु क्या होइन। ब्राजिल इज द बेस्ट भाइ होइन। क्लबै कन्ट्री नै मेरो बेस्ट हो यता उयसमा पढ्नेमा ब्राजिलको होइन। म्याम अगाडि कहाँ गएको म्याम अगाडि जाँदैछु हेर्नु सक्नुहुन्छ। 70 साथीहरू जङ्गलमा आइपुग्यो है त। पहिला नि यता भ्लगिङ गरेको मैले आज पनि फेरि यो ठाउँको अब अन्तिम भ्लगिङ हुँदैछ है अब साथीहरू है। अब म चाहिँ बागबेरे पुगेर भेट्छु हजुरहरूलाई। सो गाइस म चाहिँ अहिले बागबेरेमा आइसकेको छु अलरेडी नै। अनि तपाईँहरूलाई यहाँ बागबेरेको भ्यू कस्तो लाग्यो हेरिदिनु होला। यहाँ चाहिँ रिसर्भे छ यो चाहिँ भाइ हो। यतानिर हेर्नु सक्नुहुन्छ भन्ज्याङ र फेदी। हाम्रो घरबाट त्यस्तो देख्दैन, यहाँबाट अलिक क्लियरै देख्छ भनिदिउँ है। अनि सो आज चाहिँ म निम्तो बाँड्न आएको छु भनेर अलरेडी भनिसकेको छु। अहिले चाहिँ म यहाँ छु बागबेरेतिर हल्का निम्तो बाँडेर भोलि त्यता पनि जानु छ फेदीतिर। अनि फिकलतिर पनि जान्छ केही अब सपिङ गर्नलाई के सामानहरू घरमा अलिक अपुरै छ किन्नु लागि जानुपर्ने गाइज। आज मामा र माइजू चाहिँ मिरिक जानुभयो होला है त। हजुरहरूलाई अब एकछिन पछि भेट्छु। साथीहरू हेर्नु सक्नुहुन्छ बागबेरेको भ्यू है अलरेडी मैले देखाउनु सकेको छु। यहाँ हेर्नु सक्नुहुन्छ हजुरहरूले धनियाँ अनि यो के भन्छ राडिस बिटहरू हेर्नु सक्नुहुन्छ है गाइज। बिटबारी चाहिँ यहाँ खतरा रहेछ क्या। आम्मा बिटै बिट है खतरा छ। हाम्रो घरहरू चाहिँ त्यता हो गाइज हेर्नु सक्नुहुन्छ। त्यो परको चाहिँ मेरो घर हो। यो वारा मेमीहरूको माथिपट्टि अनि मामाहरूको है। त्यहाँदेखि त्यहाँ हो मेरो घर चाहिँ तलको गुम्बा अलिअलि देख्दैछ गाइज है। यस्तै छ हाम्रो भ्यू भनेको। यता हाने छकरेहरू हो। यता कामिटार साथी नै साथीहरू छ क्या सबैतिर। यता पनि साथी छ त्यता पनि साथी उत्तम साथी है। अनि सो यस्तै छ बागबेरेको भ्यू हेर्नु सक्नुहुन्छ। छेलुङ बब्बालै छ क्या साथीहरू। ल त हजुरहरूलाई म अब अहिले तलतिर भेट्छु है त। म चाहिँ ओह्रालो जाँदैछु। यो बाटोहरू हजुरहरूले देख्नै भएको हो। अनि बागबेरेको यो भ्यू पनि देख्नै भएको हो हेर्नु सक्नुहुन्छ। यो पहिला पनि यतानिर भ्लग बनाएको थिएँ मैले चाहिँ हेर्नु सक्नुहुन्छ है। यो सोलिङहरू होइन बाटो दामी छ क्या यता पनि। जे होस् गाडी मजाले कुद्छ बर्खामा हिलो हुँदैन होइन यति भएपछि बाटोमा। त्यही भएर दामी एकदम बब्बाल बाटो चाहिँ। सोध है यस्तै हो बाटोहरू भनेको। बाटोघाटो भनेको अब यहाँ तलतिर जाने हो। अनि यताबाट उँधो जाँदा घर गइहाल्ने है त। अब हामी चाहिँ अब यतानिर अलिअलि भ्लग बनाउँछु म यहाँ तलतिर पनि। अनि त्यतिकै म चाहिँ घर पुगेर भेट्छु है त हजुरहरूलाई। त्यहाँबाट भ्लगको इन्ड पनि आज यतिकै हुन्छ है। अनि यस्तै हो भ्लग भनेको। रमाइदिनु होला इन्जोय गर्नु होला भ्लग हेरेर। सबैजनाले सपोर्ट गरिदिइराख्नु भएको छ। अझै पनि माया र सपोर्ट चाहिँ देखाइदिनु होला है त साथीहरू। हेर्नु सक्नुहुन्छ भ्यू है। आज चाहिँ बिहान चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो साथीहरू। तर धन्न होइन पानी परेन भगवान्को कृपाले गर्दा है। चट्टसँगले घरै पछि लुङधार र छेलुङ चाहिँ छ क्या यतातिर। हजुरहरूलाई अब यहाँ तलतिर पुगेर भेट्छ त म। गाइज म चाहिँ घर आइपुगिसकेको छु अहिले। आजको भ्लग कस्तो लाग्यो हजुरहरूलाई सपोर्ट गरिदिनु होला। माया गरिदिइराख्नु भएको छ। अझै पनि माया देखाइदिनु होला है त साथीहरू। अनि अब यस्तै हुन्छ भ्लग गरेको। अनि हजुरहरूले माया अझै देखाइदिनु होला। अनि भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला है त। यति भन्न चाहन्छु। सी यु इन नेक्स्ट भिडियो है त।